कहिलेकाहीँ काम गर्ने ठाउँमा केही मिनेट बचाउन लिइने एउटा सानो सर्टकटले कसरी जीवनभरको पछुत्वमा बदल्न सक्छ। आज हामी यही खतरनाक प्रलोभन र यसबाट बच्ने उपायबारे कुरा गर्नेछौँ। एकछिन गम्भीर भएर सोचौँ त, के साँच्चै केही मिनेट बचाउनको लागि आफ्नो स्वास्थ्य, आफ्नो सुरक्षालाई नै जोखिममा राख्नु ठिक होला? यो अवस्था कल्पना गरौँ है त। दिनभरि काम गरेर थाकिएको छ, शिफ्ट सकि नै आँटेको छ अनि दिमागमा छिट्टै घर पुग्ने हतार मात्रै छ। हो, यस्तै बेला हो मनमा सुरक्षाका नियमहरूलाई एकछिनको लागि पन्छाउने सोच आउने। तर थाहा छ, यही एउटा सानो सोच नै धेरै ठूला दुर्घटनाहरूको मुख्य कारण बनिदिन्छ। ल, अब त्यो प्रलोभनको पछाडि लुकेको वास्तविक मूल्य के हो त? आउनुहोस् त्यसबारे कुरा गरौँ। बाहिरबाट हेर्दा सर्टकटले केही मिनेट बचाए जस्तो लाग्न सक्छ, तर यसको परिणाम साँच्चै भयानक हुन सक्छ। एउटा वास्तविक घटनालाई हेरौँ न। एकजना कामदारले उचाइमा काम गर्दा सोचे, अरे एकैछिनको त काम हो, अनि सेफ्टी हार्नेस लगाएनन्। उनको सोच त के थियो भने केही मिनेट बचोस्, तर एकैछिनमा उनको खुट्टा चिप्लियो र उनी त्यहाँबाट खसे। त्यो केही मिनेट बचाउने चक्करमा उनले महिनौसम्म अस्पतालको पीडादायी बसाई र गुमेको आम्दानीको मूल्य चुकाउनु पर्यो। यस्ता सर्टकटहरू विभिन्न रूपमा देखिन्छन्, जस्तै सुरक्षाका लागि लगाउनु पर्ने PPE नलगाउनु, मेसिनको गार्ड निकालेर काम गर्नु, लकआउट ट्यागआउट जस्तो महत्त्वपूर्ण प्रक्रियालाई बेवास्ता गर्नु, वा हतारमा सुरक्षा जाँच सूचीमा टिक लगाउनु। यीमध्ये कुनै पनि कामले आफूलाई मात्र होइन, सँगै काम गर्ने साथीहरूलाई पनि सिधा खतरामा पार्छ। एउटा कुरा सधैँ याद राखौँ, सुरक्षाका हरेक नियमहरू रगत र आँसुले लेखिएका हुन्छन्। यी त्यत्तिकै रमाइलोको लागि बनाइएका होइनन्, यिनीहरू विगतमा भएका दर्दनाक दुर्घटनाहरूबाट सिकिएका पाठ हुन्। त्यसैले जब हामी कुनै प्रक्रिया छोड्छौँ, हामी वास्तवमा इतिहासको त्यही दुःखद गल्तीलाई दोहोर्याउने जोखिम लिइरहेका हुन्छौँ। त्यसो भए यो समस्याको समाधान के त? यसको जवाब छिटोभन्दा छिटो काम सक्नुमा होइन, बरु चलाखीपूर्वक र सुरक्षित तरिकाले काम गर्नुमा लुकेको छ। सुरक्षित रहनका लागि हामीले 4वटा बानी बसाल्न सक्छौँ। पहिलो, प्रक्रियाको पालना गर्ने। काम जतिसुकै सामान्य किन नहोस्, नियमलाई कहिल्यै नतोड्ने। दोस्रो, सुधारको लागि सुझाव दिने। यदि कुनै प्रक्रिया झन्झटिलो लाग्छ भने चुप्प लागेर नबस्ने, सुपरभाइजरसँग मिलेर अझ राम्रो र सुरक्षित उपाय खोज्ने। तेस्रो, कामको राम्रो योजना बनाउने। सही योजनाले हतारलाई आफै हटाइदिन्छ। र चौथो, आवाज उठाउने। यदि कसैले सर्टकट लिन दबाब दिन्छ भने नडराई बोल्नुपर्छ, किनभने कुनै पनि डेडलाइन हाम्रो जीवनभन्दा ठूलो हुँदैन। अन्त्यमा सुरक्षा भनेको नियम र प्रक्रियाहरूभन्दा पनि माथिको कुरा हो। यो त एक व्यक्तिगत प्रतिबद्धता हो। यो हरेक व्यक्तिले आफ्नो र आफ्ना सहकर्मीहरूको लागि लिने जिम्मेवारी हो। अब एकछिन आफैलाई सोधौँ त, के हालसालै मैले कुनै काममा सर्टकट लिएको थिएँ? के त्यो साँच्चै आवश्यक थियो, अथवा अलिकति राम्रो योजना बनाएको भए त्यो जोखिमलाई टार्न सकिन्थ्यो कि? याद राखौँ, सुधारको सुरुवात जहिले पनि आत्मसमीक्षाबाटै हुन्छ। घरमा हाम्रो बाटो हेरेर बसिरहेका प्रियजनहरूलाई एकपटक याद गरौँ। उनीहरू हामीलाई केही बेर ढिलो घर आएको देख्न तयार छन्, तर कहिल्यै नआएको खबर सुन्न चाहँदैनन्। सुरक्षित रूपमा घर पुग्नु नै दिनको सबैभन्दा महत्त्वपूर्ण काम हो। त्यसैले आजैबाट एउटा प्रतिबद्धता गरौँ, हरेक काम सही तरिकाले गर्ने, सुरक्षित तरिकाले गर्ने, किनकि दिनको अन्त्यमा सुरक्षित रूपमा घर फर्कनुभन्दा ठूलो कुनै उपलब्धि हुँदैन। याद राखौँ, सर्टकटले समय होइन, हाम्रो भविष्य घटाउँछ। सधैँ सुरक्षित रहौँ।